हेलो साथीहो, सबैमा राधे राधे। तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला भन्दै आशा गर्दैछु। मैले चाहिँ धेरै दिनमा भिडियो लिएर आएँ साथीहो। के गर्नु अब, घरमा बिमारी आजारी भएपछि त मन पनि आराम लाग्दो रहेछ, राम्रो लाग्दो रहेछ, भिडियो बनाउन मन पनि लाग्दो रहेनछ। हामीहरूको चाहिँ बा ससुराबा साह्रै बिमार हुनुभएको थियो, साह्रै नै हुनुभएको थियो। अनि तर कति दिन, धेरै दिन भएको थियो हस्पिटल कुद्दा, यता गर्दा उता गर्दा मन आरामै लागेको थिएन। अहिले चाहिँ म पनि दबाई लिनै जाँदैछु बाबाको लागि, यस्तै भएर अब हिँड्दैछु। के गर्नु नि, अनि आएँ भाइसँग जान्छु भनेर आएको त यहाँ भाइ अलिक काम थियो, भाइको काम गर्ने ठाउँ अब यो चाहिँ यहाँ काम थियो र अनि भाइलाई पर्खेर अनि देवर भाउजू भएर म चाहिँ बाबाको लागि दबाई लिन गएँ। अब कति धेरै दबाई दिएछ। अनि भाइसँग स्कुटीमा गएर अब छेउमै छ, स्कुटीमा गयौँ अब देवर भाउजू भएर। अनि भिडियो गर्दै त भाइ चाहिँ रिसाउँदै मलाई नगर्ने भाउजू भन्ने रिसाउँदै हुनुहुन्थ्यो। अब के हुन्छ भनेर भने। अनि आज त शनिबार बजारको दिन कति भिडभाड थियो, धेरै भिडभाड थियो। अब नि यो हामीहरूको चाहिँ यहाँ भन्छ निचु गेट भन्छ, यो चाहिँ चुम्बुकडीमा निचु गेट भन्छ। अनि यहाँ चाहिँ अब यो चाहिँ अटो पार्किङ हो हाम्रो यता चाहिँ। अब यहाँ हेर्नु न, अब क्रिसमस आउँदैछ, डेकोरेसन गर्दैछन् मजाले। अनि म यहाँ दबाई लिन आएँ अब बाबाको लागि। कति धेरै दबाई दिएको छ, कति धेरै 14वटा इन्जेक्सन हान्न दिएको छ। बिचरा बुढाबुढी मान्छे कति कष्ट पाउनु भएको छ नि, साह्रै बिमार हुनु त अहिले बल्ल हिजोदेखि अलिक आराम भइरहेछ, अलिअलि खाना खानु हुँदैछ। अब हेर्नु न कति धेरै इन्जेक्सन दिएर छ, 14वटा इन्जेक्सन दिएर छ हान्नलाई। बिहानै बेलुकै हान्नुपर्छ अरे। अनि त्यही इन्जेक्सन दबाई सबाई लियो अरेर अनि त्यहाँबाट घरतिर फर्किएँ। अब आउँदाखेरि त भाइले अनि यहाँ समोसा मलाई खुवाउनु भएको अरे, भाइले समोसा खाएर। अनि यहाँ सब्जीहरू अलिकति के लिन थियो, अनि भाइले र मैले सब्जीहरू लियौँ अरे। यता चाहिँ माछा मासुको बजारै साथै हामीहरूको चाहिँ डेली मार्केट, अब सब्जीहरूको डेली बजार हो यो चाहिँ। अन्त सब्जीहरू लिएर अनि घरतिर फर्क्यौँ। अब देवर भाउजू के गर्नु होइन, राति नै भइसक्यो, हेर न कति अँध्यारो भइसकिहाल्यो। अनि कति छोटा दिन छन्, कति छिटो अँध्यारो भइहाल्छन्। अनि यहाँ हेर्नु अब क्रिसमस आउँदैछ, कस्तो मजाले डेकोरेसन गर्दै। यो चाहिँ जेक केन्जिल हो, गेटमा छ, सेकेन्ड गेटमै कति मजाले डेकोरेसन गरेको छ, हेर्नु न, राम्रो लाग्छ नि होइन। घरमा आएँ, बाबा यी सुतिराख्नु थियो। बाबालाई आज चाहिँ अब राम्रो पारेर दारी कपाल काट्न लगाएको थिएँ, घरमै बोलाएको थिएँ हजमलाई, घरमै बोलाएर दारी कपाल काटिदिएँ। यस्तै हो साथी हो जिन्दगी भनेको, बिमारले कस्तो पारेको थियो हाम्रो बाबालाई, साह्रै हुनुभएको थियो। के गर्नु र नि, बल्ल अलिक सन्चो हुँदैछ आजदेखि, बल्ल खानासाना अलिअलि खान थाल्नु हुँदैछ।